Talabat. We ordered the pizza and burger from Talabat. He is waiting in the new key in the front, eh? So that's why we need to go first. What who is I think maybe slow, so we need to run also. तँलाई इङ्ग्लिस चाहिँ कसले बोल्छ नेपाली बोल्न आउँदैन इङ्ग्लिस बोल्छ यार नेपाली आउँछ यार यस्तो हावा म कहिले कहिले इङ्ग्लिस बोल्छु सिक्दैछु म इङ्ग्लिस भन्न पनि अनि नेपाली भन्न पनि इङ्ग्लिस चाहिँ कस्तो भयो अब मलाई थाहा छैन अलि सिक्दैछु है गाइस यो यसमा तर माया चाहिँ हुनुपर्छ जिन्दगीमा किनभने माया बिना पनि जिन्दगी अन्धकार छ अनि माया हुनको लागि सम्बन्ध राम्रो हुनु पर्यो अनि सम्बन्ध राम्रो हुनको लागि अझै विश्वास हुनुपर्छ सम्बन्धमा चाहिँ एकदम विश्वास अनि फेरि विश्वास हुनको लागि चाहिँ विश्वासिलो हुनु पर्यो मान्छे फेरि होइन अब विश्वास गर्ने बाटो पनि राखिदिनुपर्छ अनि किनभने सम्बन्ध टिक्ने भनेको विश्वासले हो अनि विश्वास गराउनको लागि विश्वासिलो काम गर्नु पर्यो होइन त्यस्तै लाग्छ अनि के हो अब त्यस्तो हो कि होइन होइन मलाई चाहिँ त्यस्तो लाग्छ जिन्दगी हेलो एभ्रिवान गुड मर्निङ अनि नमस्ते अनि मेरो आजको न्यू भ्लग्स अनि मेरो युट्युब च्यानलमा स्वागत छ हजुर सबैजनालाई म चाहिँ रोजन फ्लाइङ मगर मेरो युट्युब च्यानल चाहिँ लाफा भ्लग्स अनि लाफा भ्लग्समा जोडिनुहोस् सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई अनि यसो माया देखाइदिनुहोस् अब मगर केटो अब भ्लग लिएर आउँदैछ है भ्लग लिएर आइरहेछ अनि हजुरहरूले यसो सपोर्ट गरिदिनुहोस् अनि त्यही हो अब परदेशमा छौँ जिन्दगी अब सुख दुःख चलिरहेछ अब ठाकाठुको होइन अनि दुःख सुख त त्यस्तै हो अब सुनाएर फाइदा छैन खुसी भएर अगाडि बढ्नुपर्छ अनि साथ दिनेहरूले साथ दिन्छन् होइन अनि धोका पीडा दिनेले पीडा पनि दिन्छन् अब साथ कसैको नखोज्नु आफ्नै चाहिँ ढङ्गले आफ्नै निर्णयले अगाडि बढ्नुपर्छ जस्तो लाग्दैछ मलाई अनि अब पुरै स्वार्थी दुनियाँ छ है स्वार्थको रनिङ भइरहेछ यहाँ स्वार्थको दौरान भइरहेछ तपाईँ कतै लड्नु हुँदैछ र कतै लडिहाल्नु भयो भने तपाईँलाई एक लाती दिएर बरु पल्टाइदिन्छ उल्टो होइन तर त्यहाँ कसैले विचार भनेर उठाउनेवाला छैन त्यही भएर गाइस है टक्क खुसी भएर अगाडि बढ्नुहोस् अनि अगाडि बढ्नुपर्छ कमाउनुपर्छ जमाउनुपर्छ जिन्दगी एक दिन राम्रो हुनसक्छ सङ्घर्ष गर्नुपर्छ अनि त्यही हो अब बुढेसकालको बाबुआमाको सहारा बन्नुपर्छ छोरा मान्छे भएपछि छोरी मान्छेहरू पनि त्यही हो छोरी मान्छेहरूले पनि अब छोरा मान्छे जतिको जिम्मेवारी लिएर सबैजना परदेशिनु भएको छ अहिले विदेशतिर सबैजना चाहिँ अब राम्रो सबैजनाको अनि राम्रो हुनुपर्छ बवाल हुनुपर्छ अनि अब विदेश हो है विदेशमा अब सबैजना सम्हालेर बस्नुपर्छ होइन अब त्यस्तै लाग्दैछ अनि हाम्रो अब बरु अब युगान्डा काले गोरे बङ्गाली पाकिस्तानीले हेप्दैनन् तर हाम्रो नेपाली दाजुभाइहरूले नै हेपेको पनि देखिँदैछ होइन विदेशमा हेप्छन् पनि अब त्यो अब परेको मान्छेहरूलाई थाहा हुन्छ मलाई पनि यसो अलिअलि चाहिँ थाहा भयो हेप्छन् है कुटुम्बा चाहिँ गर्छन् मार्ने खोज्छन् त्यस्तो पनि हुन्छ जिन्दगी भनेको अनि के गर्नु अब आफ्नो बुझाइको कुरा हो होइन अनि त्यही हो गाइस ल हेर्दै गर्नुहोस् आफा भ्लग्सलाई माया गर्दै गर्नुहोस् है